सेवा है सबैमा हिउँ जस्तै सेतो नरम र शान्ति हजुरको जीवन भइदियोस् है यहाँ देखिएको जस्तै। जनवरी 20, 2026 को दिन हाम्रो गाउँघरमा पनि हिउँ परेको छ है, परेको थियो। हिउँ चुपचाप झऱ्यो हाम्रो गाउँघरमा र जमिन सेतो बनाइदियो हाम्रो गाउँघर पनि। चारैतिर उज्यालो र रमाइलो बनाइदिएको छ। के गर्नु र, काममा त जान सकिएन, त्यही भएर घर साउले हिउँ परेको छ त्यसैले तैँले घर भाडा तिर्नु पर्दैन भन्दैन। बिजुलीको पैसा, गाडीको इन्सुरेन्स, पानीको बिल इत्यादिको पैसा तिर्नु भन्दैन। के गर्नु र, काम नभएपछि माम पनि हुँदैन। हिउँ त पर्यो, जमिनलाई पनि केही रात त गर्यो, तर हामीहरूलाई चाहिँ केही गलत गर्यो भयो जस्तो छ। तर ठिकै छ, भोलि त हिउँ पक्लन्छ होला अनि काममा जाउँला भन्दै बस्दैछु म त। हिउँका दुई टुक्रा कहिल्यै उस्तै हुँदैन, तर पनि सबै मिलेर बस्छ र सुन्दर देखिन्छ भन्दैछ मेरो पापाले। अनि अघि पनि भन्दै थियो, हामीहरू पनि कोहीसँग कहिले एउटै हुँदैनौँ, उस्तै हुँदैनौँ, तर पनि हामीहरू हिउँ जस्तै एक आपसमा मिलेर बस्नुपर्छ है भन्दै मलाई अर्थी उपदेश दिँदै हुनुहुन्छ। हिउँ जस्तो सबैले मन पराउने हुनुपर्छ भन्दै पनि हुनुहुन्छ। खै म त हुन सक्छु कि सक्दिनँ भन्दै थियो पापाले। आमाले पनि हिउँ जमिनमा बिलाएर जान्छ तर जमिनलाई उर्वर बनाउँछ। तिमीहरूले पनि हिउँ जस्तै केही त्याग गरेर मात्रै जीवनमा सफलता पाउँछौ। हिउँले जस्तै बिलाएर गए पनि केही महत्त्वपूर्ण काम गरेर जान्छ भन्दै थियो। अनि पनि अर्को कुरो भन्दै थियो, हिउँमाथि परेको घामले आँखा तिर्मिराउँछ, दुःख पछिको सुख यसरी नै टल्किन्छ पनि भन्दै थियो। पाइलाका डोब हिउँमा हिँडेपछि आफ्नै डोब देखिन्छ। जीवनमा पनि तिमीले चालेका कदमले तिम्रो बाटो बनाउँछ भन्दै पनि कराउँदै हुनुहुन्थ्यो। ठिकै छ, अब के भन्नु हुँदैछ त्यो कुरोलाई मनन गर्दैछु म यो भिडियोमा लगाएर। हस्त हजुरको पनि दिन शुभ रहोस्। धन्यवाद, बाई बाई। हिउँ जस्तै सुन्दर, सफल रहोस्, उज्जवल रहोस्, चम्किलो रहोस् है हजुरको दिन पनि। बाई बाई भन्दै फेरि पनि बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।